Mic check. Again, welcome to my new video, guys. मेरो नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ। कसैले भन्छन् जिम जानु एकदम राम्रो हो हैन। कसैले भन्छन् जिम गएपछि बुढेसकालमा दुःख पाइन्छ, हाइट बढ्दैन। कसैले भन्छन् फेरि जिम गएपछि बलियो भइन्छ, शरीर बन्छ, हेल्दी बन्छ भन्छन् हैन। आजको यो भिडियोमा चाहिँ यही जिम रिलेटेड मिथहरु चाहिँ आज डिस्कस गर्न गइरहेको छौं यो भिडियोमा। त्यसैले अन्तिमसम्म हेरिदिनु होला। मिथ नम्बर 1, जिम जानेहरुको हाइट रोकिन्छ या हाइट बढ्दैन। मिथ नम्बर 1 चाहिँ यो छ। हाम्रो इन्फ्लुएन्सरहरु लाइक डेभिड लेट, क्रिस पम्सेट, शिवम CBUM क्रिस पम्सेटहरुको चाहिँ हाइट चाहिँ यत्रो हुन्थ्यो होला क्या। तिनीहरुले चाहिँ जिम गर्न, एक्सरसाइज गर्न, वर्कआउट गर्न चाहिँ 13-14 वर्षदेखि सुरु गरिरहेको थिए तिनीहरुले। खासमा के हुन्छ भन्दाखेरि एक्सरसाइज गर्यो भने चाहिँ ह्युमन बडीमा चाहिँ हाम्रो बोनहरुको चाहिँ डेन्सिटी र क्याल्सियम एब्जर्प्सन गर्ने चाहिँ पावर चाहिँ धेरै बढ्छ। त्यसैले झन् हाइट बढ्ने या जिम गर्दाखेरि स्ट्रेचिङ भएर चाहिँ बडी मसलहरु स्ट्रेचिङ भएर चाहिँ हाइट बढ्ने चाहिँ स्टडीले देखाएको छ। त्यसैले मिथ नम्बर 1, जिम गएर हाइट रोकिन्छ भन्ने चाहिँ गलत धारणा चाहिँ माइन्डबाट हटाउनु पर्यो। मिथ नम्बर 1 एउटा फ्याक्ट बताउन चाहन्छु हजुरहरुलाई। मैले खुद एक्सपिरियन्स गरेको फ्याक्ट, जसमा चाहिँ मैले 6 महिना अगाडि जिम गर्नुभन्दा चाहिँ अगाडि मेरो हाइट चाहिँ 167 सेन्टिमिटर, मतलब यही 5.5 फिटहरु थियो। जब मैले जिम गरे, डाइटमा ध्यान दिए, राम्रोसँग रेगुलरिटी दिए, कन्सिस्टेन्सी दिए, त्यसपछि चाहिँ मेरो हाइट अहिले करेन्ट हाइट चाहिँ 170 सेन्टिमिटर छ, जुन चाहिँ मेरो हाइट चाहिँ इन्क्रिज 3 सेन्टिमिटरले इन्क्रिज भएको छ। यो फ्याक्ट चाहिँ हजुरहरुलाई बताउन चाहन्छु। एउटा चाहिँ के कन्सेप्ट छ भने चाहिँ एकदम धेरै मोटो मान्छेहरु मात्र जिम जानुपर्छ भन्ने चाहिँ कन्सेप्ट छ मेरै एउटै साथीको। जिम जान भनेको चाहिँ आफ्नो फिजिकल हेल्थको लागि, पावर स्ट्रेन्थ गेन गर्नको लागि, त्यो एंगलले हेरेर जानु पर्यो क्या जिम। मोटो भयो भने पो जिम जाने यस्तो धारणा छ। त्यसैले त्यो चाहिँ गलत धारणा हो। म स्किनी 49 केजी देखि 71-72 बडी वेट मैले जिम गएर डाइट मेन्टेन गरेर नै बनाएको हो। त्यसैले यो कन्सेप्ट चाहिँ रङ हो, यो चाहिँ मिथ हो। मोटो मान्छेहरु मात्र जिम जानुपर्छ भन्ने चाहिँ एक्जाम्पल मैलाई हेर्न सक्नुहुन्छ। मिथ नम्बर 3 मा चाहिँ के छ भने चाहिँ धेरै मान्छेहरुले भन्छ जिम जानु हुँदैन, जिम गएर फेरि बिचमा छोड्नु पर्छ, छोड्यो भने चाहिँ बुढी बाहिर निस्किन्छ। त्यस्तो कन्सेप्टहरु चाहिँ एकदम सुनिरहेको हुन्छु मैले चाहिँ। म्याक्सिमम सुन्ने भनेको मैले यही होला सायद। यदि जिम गर्दै छोड्नुहुन्छ, डाइट मेन्टेन गर्नुहुन्न, जे पायो त्यही जङ्क फुडहरु खानुहुन्छ, चिल्लो पिरो खानुहुन्छ,
आफसे आफ भुँडी त बाहिर आइहाल्छ नि होइन। जिम चाहिँ जिन्दगीभरि कन्टिन्यू गर्नुपर्छ, कसले गर्नुपर्छ भने त्यो चाहिँ माइन्डसेट हटाउनु पऱ्यो दिमागदेखि। जिम गरेर छोडे पनि आफ्नो डाइटमा स्टिक भइराख्यो र त्यही अनुसारको डाइट प्लानहरू चाहिँ मेन्टेन गरेर थोरै डिक्रिज गरेर राख्यो भने चाहिँ केही फरक पर्दैन। म चाहिँ त्यो सजेसन दिन चाहन्छु। जिम छोड्यो भने भुँडी बाहिर निस्किन्छ भन्ने कन्सेप्टवालाहरूलाई। मिथ नम्बर 4 मिथ नम्बर 4मा चाहिँ के छ भन्दा मेरो एउटै भाइ छ, सानो भाइ। त्यसले के भन्यो भन्दाखेरि म बल्ल 14 वर्षको भए दाइ मैले जिम स्टार्ट गर्दाखेरि हुन्छ कि नै, हाइट घट्ने त होइन, हाइट बढ्न रोकिने त होइन भनेर चाहिँ त्यो चाहिँ अघिकै कन्सेप्ट जस्तो हो, तर यो चाहिँ एज रिलेटेड छ। सानो एजको मभन्दा सानो एजको भाइहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जति छिटो 14 एजदेखि 15 एजदेखि जति एजदेखि स्टार्ट गर्न चाहनुहुन्छ गर्नुहोस्। जति चाँडो स्टार्ट गर्यो त्यति धेरै राम्रो हो। एक्सर्साइज वर्कआउट जिमहरू चाहिँ हाइट रोकिने, मोटो भइने फुटको भइने चाहिँ हुँदैन। जुन एजमा पनि स्टार्ट गर्दाखेरि हुन्छ। एक्सर्साइज जिम वर्कआउटहरू चाहिँ यो चाहिँ फिजिकल हेल्थको लागि हो, केही असर गरेन। ढुक्कले स्टार्ट गर, यो चाहिँ मेरो सजेसन हो र रिकमेन्डेसन पनि। मिथ नम्बर 5 मा चाहिँ के छ भन्दाखेरि जिम गऱ्यो भने बुढेसकालमा दुःख पाइन्छ, हड्डी खिन्छ, बला बला बला। बुढेसकालमा दुःख पाइन्छ, मेन चाहिँ यो फोकस हो मेरो चाहिँ। यो मिथको एन्सर चाहिँ म खुद दिन चाहन्न, बस एउटा मात्र इक्जाम्पल दिन्छु। अहिलेको करेन्टली आर्नोल्ड स्वास्नीगर द फादर अफ बडी बिल्डिङ या द किङ अफ बडी बिल्डिङ लाइक द्याट। आर्नोल्ड स्वास्नीगर नाम हेर्नु होला, आर्नोल्ड स्वास्नीगर र रोनी कोलम्यानलाई हेर्नु होला। रोनी कोलम्यान इज अल्सो किङ अफ बडी बिल्डिङ, एक्सर्साइज वर्कआउट डिसिप्लिन। इक्जाम्पल हेर्नु होला, आफूले त्यही थाहा पाउनु पऱ्यो क्या, कुन नेगेटिभ हो कुन पोजिटिभ हो। यदि हेभी वर्कआउट गरेर इगो लिफ्टिङ गरेर चाहिँ शरीरलाई असर गराउनुहुन्छ भने चाहिँ बुढेसकाल हजुरको रोनी कोलम्यानको जस्तो। रोनी कोलम्यान नाम चाहिँ हेर्नु होला। र इगो लिफ्टिङ गर्नुहुन्न, आफ्नो लिमिटमा जानुहुन्छ, डाइट मेन्टेन गर्नुहुन्छ र आर्नोल्ड स्वास्नीगरले जस्तो ट्रेन गर्नुहुन्छ भने चाहिँ इगो लिफ्टिङ नगरिकन या उस गरिकन लिमिटमा रहेर उहाँको एज कति छ र उहाँको अहिलेको करेन्टली फिजिक हेर्नु होला। त्यसपछि थाहा हुन्छ बुढेसकालमा दुःख पाइन्छ कि पाइन्न भनेर चाहिँ। भिडियोको अन्तिममा चाहिँ म चाहिँ के इन्फर्मेसन दिन चाहन्छु अहिलेको जेनेरेसनलाई भन्दाखेरि, यदि हजुरको फिजिकल हेल्थ राम्रो छ भने चाहिँ हजुरले चाहिँ धेरै कुराहरू एचिभ गर्न सक्नुहुन्छ या बला त्यस्तै। फिजिकल हेल्थ चाहिँ बेसलाइन हेल्थ जस्तो हो क्या, घरको जग जस्तो। यदि फिजिकल्ली स्ट्रङ या हेल्दी हुनुहुन्छ भने चाहिँ आफसे आफ आफ्नो मेन्टल हेल्थ सँगसँगै सोसियल हेल्थ लाइक इमोसनल हेल्थ सबै तिनीहरूको जरा नै फिजिकल हेल्थ जस्तो हो जस्तो लाग्छ मलाई। घर बलियो बनाउन चाहनुहुन्छ भने चाहिँ आफ्नो जगलाई चाहिँ बलियो बनाउनुपर्छ भनेपछि ओभरअल हेल्थलाई चाहिँ राम्रो गराउन चाहनुहुन्छ भने चाहिँ फिजिकल हेल्थलाई चाहिँ
नम्बर 1 प्रायोरिटी दिनु होला। यो चाहिँ भन्न चाहन्छु। हस्त नमस्ते।